वेलकम वेलकम घिमिरेजी वेलकम। डर लाग्दैछ हौ जङ्गल, चराचुरुङ कराइरहेछ। बाघ आउनेको माथिबाट डर लाग्छ हौ भित्रबाट। वेट यो जङ्गलमा चाहिँ बाघ चाहिँ बस्छ, कतैतिर छ डर लागिरहेछ। कोही छैन मान्छेको यो जङ्गलतिर हिँड्ने। वेलकम वेलकम निर्मला छेत्रीजी, विनिता थापाजी, रूपा चुन्डेजी। यो चाहिँ अर्घाखाँचीको घनाकार जङ्गल है। यहाँ बाघ भालुहरू माथितिर बस्छ। अब कसरी जाने डर लागिरहेछ। त्यही पनि गन्तव्य त पुग्नै पर्यो होइन। सुनसान छ, कोही छैन मान्छे, सबजना। अहिले चाहिँ ठ्याक्क 5 बज्न थाल्यो, मान्छेहरू चाहिँ हिँड्दैन। दिउँसो मात्रै मान्छे अलिअलि हिँड्छ यो जङ्गलमा। घनाकार जङ्गल छ, घनाकार। त्यही पनि अब यही गाउँमा हुर्केर बढेको मान्छे के डराउने, आफ्नो गाउँ जानु डराउने त कुरै होइन। बाघ आयो पनि डर छैन, भालु आयो पनि डर लाग्दैन। पानी पर्ला जस्तो ब्याङ्क गडाङ्ग्र गरिरहेछ। पुरा कालै कालै भयो बादल पनि। अब यहाँबाट चाहिँ घर अझै पुग्नलाई आधी घन्टा लाग्छ। हेर यो जङ्गलको बाटो अझै आधी घन्टा लाग्छ। यहाँ एउटा मान्छे त भेटिए, यही पनि डरै डरै। पसिना निकालिदियो। वेलकम वेलकम मितागिरी, दिलीपमा जी वेलकम वेलकम। इट्स आलिना वेलकम। यो चाहिँ अर्घाखाँचीको जङ्गल है, घनाकार जङ्गल। हो के छ साथी, के भएर बादर हान्न आएको? ल ल कहाँ छ, खै बादर देखाउ त। खै कहाँ छ, खै त देखिँदैन त। देखाएकै ती। ल ल ल त्यसलाई बाँदर कसरी देख्नु। ल हान काम भएको छ। ल ठोक्कर त। ल त्यो बाँदर हान न गोलेले, हान त्यहाँ माथि चाहिँ। ल छिटो माथि जान्छ त्यो त्यहाँबाट भएको बाँदरले यति बसाल्ने हो। के छ त नयाँ कहिले आएको तिमी? छुट्टी होइन कि छोडेर आएको? ए कहाँ थियो तिमी? साउदी थियो गरे। ए अरू सब म भएँ 4-5 दिन भयो। सन्चै आरामै छ। त्यही आज घर हजुरआमालाई भेट्न जानु पर्ने थियो, त्यही भएर आएको। अरू सब ठिक छ नि? ल ल यो जङ्गल अलिक ख्याल गर, बाघ भालु आउला फेरि अलिकति। यो बाँदरले चाहिँ लहड्न त लहड्दिन, त्यो हातमा केही पनि भएन। के खसालेछ त बाँदरले माथिबाट? अमिलो टिपेर लिएर आएछ। ल ल ल अमिलो ल्याएछ। ल अमिलो बाँदरले के खानु। बादल जङ्गलभरि बादल छ। बाँदरले बर्बाद बनायो गाउँघरमा। ल ल ल ल हाम्रो लाउरीहरू हो, विदेशी लाउरीहरू सब बाँदर भवन आइरहेछ नि गाउँघरतिर। के लहड्न लाग्यो हो बाँदर हो? खै त बाँदर त देखिन्न त, खै कहाँ छ? खै देखाउ। ल ल ल यहाँ आइज।
ओए आउँदैन है बाँदर त कहिले आयो तिमी अरू सब ठिक छ म 4-5 दिन भयो म दुबई छु छुट्टी अरू के छ फाइनल सब ठिकठाक बाँदरले सताइरहेको छ क्या साह्रै तेरि जङ्गलले साह्रै मकै पाक्ने बेला झन् दिमाग खराब होला है अरू सब ठिक छ अनि छुट्टी कहिले जाने अब तिमी साको हो र एक्जिट आइदिएको ठिकै छ घरतिर नि कति बस्नु विदेश है अनि के छ त भाउजू सन्चै राम्रै ठिकै छ सन्चै हुन्छ ए म भए अब धेरै वर्ष त्यही त अनि जति बस्यो उति बस्ने मन लाग्छ त्यही त होइन हरेक कुरा त्यही त घरतिर नि हेर्नु पर्यो ल हुन्छ भाइ भोलितिर बसौँ त फेरि अब अँध्यारो हो अझै टाढा छ पुग्नु वेलकम चौलागाई मोबाइल हाउस वेलकम हजुर यो गाउँको जङ्गलको बाटो हो अझै घर पुग्नु बाँकी छ थुप्रै बाँदर लगाइरहेको छ जङ्गलभरि हरिकुवर वेलकम है हरिकुवरजी ल जङ्गलको बाटो अब सिद्धिन थालेछ अब हल्का गाउँघरको बाटो आउँछ बाँदर आएको क्या यहाँदेखि हो र कता छ त बाँदर तलतिर गएछ ए राति यहाँ त बाँदर त यहीँ जङ्गलतिर बस्छ है यहाँ त भयङ्कर जङ्गल भएछ त डर लागेको छ यहाँ हेर्न नि डर लाग्छ त मेरो त अहिले त घाँस काट्दा उर्दा त दाउरा त पहिल्यै कराइरहेको छ बाँदर घाँस त अहिले बर्खा हुँदो रहेछ टन्नै यही खान्न नै पानी पर्न सकेको छैन यो त यहाँ अँध्यारो भएको छ हामी त यहाँ विदेशतिर पानी पर्दैन गएर यहाँ नेपालमा पानी हेरौँ भनेर आएको पानी नि परेन म दुबईदेखि घर त्यही माथि र भने खड्का छोरो म गएर तपाईँ कहाँ हो र